बाबा कसरी भन्नु म डिप्रेसनमा जाँदैछु। बाबा पर्दैन काहीँ पनि गइरहनु त्यहाँ चुप लागेर बस थपक्कै घरिका यिनीहरू जहिले तैले पैसा छ त्यस्तो होइन हौ। अब बिहान उठेकोदेखि स्कुल, त्यसपछि आउने बित्तिकै ट्युसन, आफ्नो लागि टाइमै छैन मेरोमा। त्यही कारण आई फिल स्ट्रेस भनेको त तपाईँलाई। बिहान आरामले 8 बजी उठेर गाडीमा ढाइय स्कुल जानु, ढाइय घरसम्म आउनु पनि तिमीहरूलाई स्ट्रेस। उहिले हाम्रो पालोमा बिहान घामै नझुल्की 3 बजी उठेर चाहिँ बारीमा काम गर्नु जान्थ्यो, त्यहाँबाट घर आएर चाहिँ स्कुल जान्थ्यो। यहाँ गाउँ वरिपरि कहीँ थिएन स्कुल, यहाँबाट 20 किलोमिटर हिँड्दै, त्यो पनि खाली खुट्टै, त्यो पनि यो ढुङ्गाको बाटो खोला तर्दै जङ्गल चढेर चाहिँ उल्लो छेउ पुग्नु पर्थ्यो। अनि त्यहाँबाट आएर पनि घरमा आएर पनि कहाँ रेस्ट पाउँथ्यो हामीले त। त्यसपछि बारीमा काम गर्नु पर्थ्यो। त्यो हाम्रो यहाँ त पानीको कस्तो दुःख थियो, फेरि न जमिनै उब्जाउ थियो। अब अहिले पो सरकारले धेरैवटा सहायताहरू गरेर के प्लानहरू ल्याएर हाम्रो यहाँ प्रशस्त पानी आउँछ, माटोहरू पनि मलिलो छ। नत्र हामीले त तल्लो गाउँबाट ओसारेको माटो फेरि प्रत्येक दिन दुई ढ्वाङ पानी बोकेर यहाँ ल्याउनु पर्थ्यो। अझ तिमीहरू स्ट्रेसको कुरा गर्छस्।